कल्पना गर्नुहोस् तपाईँ अहिले काठमाडौँको व्यस्त सडकमा हिँडिरहनु भएको छ, तर त्यही सडकको तल सयौं वर्ष पुरानो कुनै गोप्य सुरुङ लुकेको हुन सक्छ। एउटा यस्तो बाटो जसको कथा आज पनि पूर्ण रूपमा हराएको छैन। काठमाडौँ उपत्यका केवल मन्दिर र दरबारहरूको सहर मात्र होइन, यो रहस्यहरूको सहर पनि हो। पुराना दरबारहरू, राणाकालीन भवनहरू र ऐतिहासिक संरचनाहरूको तल गोप्य भूमिगत बाटोहरू रहेको स्थानीय कथन आज पनि सुन्न पाइन्छ। कतिपय मानिसहरूका अनुसार ती बाटोहरू सङ्कटको समयमा सुरक्षित रूपमा भाग्न प्रयोग गरिन्थ्यो। इतिहासकारहरूको अनुमान अनुसार पुराना राज्यहरूमा सिक्रेट एस्केप रुट्स बनाउने चलन पनि थियो। त्यसैले हनुमानढोका पाटन दरबार र केही पुराना राणा दरबारहरूबीच भूमिगत सुरुङ हुन सक्ने विश्वास वर्षौंदेखि चर्चा हुँदै आएको छ। तर यसको पूर्ण प्रमाण भने सार्वजनिक रूपमा स्पष्ट भेटिएको छैन। अझ रोचक कुरा के छ भने काठमाडौँमा विभिन्न निर्माण कार्यका बेला पुराना इट्टाका भित्ताहरू, बन्द संरचनाहरू र जमिनमुनि खाली भाग भेटिएको खबर बेला बेलामा आउने गरेको पाइन्छ। तर तीमध्ये धेरै कुरा कहिले पूर्ण रूपमा अनुसन्धान भन्ने गरिएको पाएको भेटिन्न। के काठमाडौँको तल साँच्चै कुनै हराएको सुरुङ लुकेको छ, वा यो केवल पुस्तादेखि बाँचिरहेको एउटा रहस्यमय कथा मात्रै हो? अहिलेसम्म यसको स्पष्ट सत्य भन्ने बाहिर आएको छैन। तर एउटा कुरा निश्चित छ, काठमाडौँको इतिहासमा अझै धेरै रहस्यहरू जमिनमुनि दबिएको हुन सक्छ। नेपालको यस्तै अनहोनी इतिहास र रहस्यहरूको खोजीको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्।